यदि तपाईलाई मनमोहक दृश्यमा हराउन र विशेष शान्तिको गहिरोमा डुब्न चाहनुहुन्छ भने तानसेनमा रहेको श्रीनगरको यात्रा पक्कै पनि गर्न नछुटाउनुहोला, जहाँका हावा र प्रकृतिले तपाईको आत्मालाई आनन्द दिनेछ। नमस्ते साथीहरू, आज हामी जाँदैछौँ श्रीनगर, प्रकृतिको एउटा जादुमय ठाउँमा, जहाँको यात्रा हामी बतासे डाँडाको सुन्दर मार्ग हुँदै गर्छौँ। त्यसपछि हामी कैलाशनगर पुग्यौं र माथिको बाटो लाग्यौं। केही क्षणमै हामी श्रीनगरको मुख्य पार्किङ क्षेत्रमा आइपुग्यौं। यो रह्यो यहाँको पार्किङ शुल्क र भित्र जाने प्रवेश शुल्क। श्रीनगरको मुख्य प्रवेशद्वार भित्र छिरेपछि हामीले एउटा विशाल र अति सुन्दर झुम्के पानसको मूर्ति देख्यौं। बालबालिकाको लागि आकर्षक पार्क र खेल मैदानका साथै भगवान हनुमानजीको भव्य मूर्तिले यहाँको आध्यात्मिक महत्व झल्काउँछ। त्यसपछि हामी लाग्यौं भ्यू टावरतिर र यो रह्यो यहाँको प्रवेश शुल्क। अनि हामी टावर भित्र प्रवेश गर्यौं। टावरको टुप्पोमा पुग्दा त हामी चकित नै भयौं। यहाँबाट देखिने तानसेन बजार, ऐतिहासिक टोडी खेल, चराई, बगनास, बराङडी, चापपानी, तेलगा, जोगीपानी, चण्डी भान्ज्याङ, बौवा पोखराथोक जस्ता सुन्दर स्थानहरूले मनै हरभरा बनायो। 1372 मिटरको उचाइमा 70 हेक्टर जमिनमा फैलिएको यो श्रीनगर डाँडा हरियालीले ढाकिएको छ। यहाँ चिरपाइन, निडलवुड, हनी ट्री, कटुस अनि धुपी सल्लाहले गर्दा वातावरण सधैँ स्वच्छ र ताजगी रहन्छ। हामी अगाडि बढ्दै जाँदा भगवान गौतम बुद्धको शान्त मूर्ति, आराम गर्ने शीतल चौतारी, ठुला ठुला पहाड र सराईको फाँट देख्यौं। डाँडाको टुप्पोमा फरफराइरहेको नेपालको गौरवशाली झण्डा र त्यहाँसम्म पुग्ने रङ्गी चङ्गी सिंहहरूले तस्बिर खिच्ने लोभ कसलाई नहोला र। तपाईहरू पनि आउनुहोस् र पाल्पा श्रीनगरको उत्कृष्ट अनुभव लिनुहोस्। यो ठाउँले हजुरको मन र आत्मा दुईटैले आनन्द दिनेछ। यो भिडियो मन परेमा लाइक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला। हजुरको मायाले हामीलाई यस्तो ठाउँमा जान अझै उत्साह दिनेछ। धन्यवाद।